हेलो हेलो एभ्रिवान, तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। वेलकम टु ब्याक टु माई च्यानल र तपाईँहरूलाई सबैलाई सारा नेपालीहरूलाई नमस्कार गर्न चाहन्छु अनि जय नेपाल पनि। अब यति चाँडै चुनाव पनि नजिकेको छ, अब 9 दिन मात्रै बाँकी छ चुनाव हुनलाई पनि। त्यसको लागि चाहिँ बेबक अहिले यो पार्टीले त्यो पार्टीलाई, त्यो पार्टीले त्यो पार्टीलाई, त्यो पार्टीले यो पार्टीलाई गरेर चाहिँ अहिले एकदम ट्रोल खुट्टा तान्नी मात्रै भइरहेछ अहिले चाहिँ। तर सो ठिकै छ। अब हामी त अब नयाँ युगलाई नै, अब नयाँ मान्छेलाई नै भोट दिने भन्ने चाहिँ हाम्रो योजना। मैले पनि अहिलेसम्म भोट त हालेको छैन र म पनि यसपालि एकचोटि घन्टीलाई नै चान्स दिउँ न, एकचोटि हेरौँ न भन्ने मेरो योजना हो। सबै आधुनिक दाजुभाइ दिदीबहिनीहरूलाई, सम्पूर्ण नेपालीहरूलाई पनि मेरो आग्रह छ, प्लिज 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 यो 5 वर्षको लागि मात्रै भए पनि नयाँ पार्टीलाई चाहिँ एकदम एकदम सपोर्ट साथ दिनुपर्छ हामीले। तपाईँहरूलाई म चाहिँ यो भन्न चाहन्छु, किनकि अब पछि बरु गरेन भनेदेखि चाहिँ, बरु त्यो घन्टीले राजसभाले पनि गरेन भने चाहिँ फेरि पछि हामी सोचौँला। तर एमाले काङ्ग्रेस माओवादी पनि पार्टी नराम्रो होइन, त्यो बिचको मान्छे चाहिँ नराम्रोको हो, पार्टी नराम्रो होइन, मान्छे नराम्रो हो। तर ठिकै छ। तर एमाले काङ्ग्रेस माओवादीले पनि अब लगभग मैले सबैलाई नराम्रै मात्रै भन्न त खोजेको छैन, राम्रो त्यो पार्टीमा पनि राम्रो मान्छेहरू कतिका छन् होइन। राम्रो गर्न खोज्दाखेरि राम्रो गर्न नदिने खालको पनि छ, माथिबाट आदेश आएर पनि उनीहरूले गर्न नसकेको चिजहरू पनि छन्। तर सो ठिकै छ। तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, मेरो एकदम मेरो लास्ट यो शब्द भयो तपाईँहरूको लागि चाहिँ, एकदम सबैले मनदेखि नै एकचोटि हाम्रो बालेन्द्र शाहलाई चाहिँ एकदम प्रधानमन्त्री बनाउनु पर्छ र हामीले प्रधानमन्त्री बनाएन भनेदेखि चाहिँ पछि हामी पस्ताउनु पर्छ। त्यसको लागि चाहिँ प्लिज 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 मेरो एकदम दुईवटा हात जोडेर तपाईँहरूलाई मैले भनिरहेको छु, एकचोटि चान्स दिउँ, त्यति मात्रै भन्न चाहन्छु है। जय नेपाल, जय घन्टी।